हर्षका दिनै लैलै वर्षमा दिनमा लैलै हर्षका दिनै लैलै दसैँ तिहार चाड र बाड खुसीले सारा भर्यो नि संसार खुसीले सारा भर्यो नि संसार अर्काको देशमा लैलै सम्झनाको नि मैलै सयपत्री फुलेको आँगन रातो अक्षता जमरा लगाई यता मेरो आँसुको धारा उता होलान् रातै तिनी धारा उता होलान् रातै तिनी धारा यो गाईलाई बाटो भरि आँखा तिफैलाई बस्दै होली मेरी बहिनी दाजु आउने दिनहरू गन्दै यसपालि पक्कै आउँछु म बहिनी सजाउनलाई आफ्नै त्यो संसार सजाउनलाई आफ्नै त्यो संसार सारा भर्यो नि संसार उता होलान् रातै तिनी धारा
बाल्टीमा त्यो नेम लिस्ट रहेको छ भने अर्को बाल्टीमा चाहिँ यहाँ रहेका अगाडि रहेका जुन पुरस्कारहरू छन् ती पुरस्कारका नामहरू रहेका छन्। आजको यो चिट्ठा कार्यक्रमको औपचारिक उद्घाटन गरिदिनु हुन विद्यालयका प्राचार्य तथा समादेशकज्यूलाई यो चिट्ठाको बाल्टी हल्लाएर उद्घाटन गरिदिनु हुन अनुरोध गर्दछु। प्राचार्यज्यूलाई एउटा नाम तानिदिनु हुन। कदर गरीब दिकी जाने ओ तेन मिलान जे तोड़ा वही दिल खुद गर्जी दी रात टुर दिया होया रुसवाई दे धागा संगात दा त्रुटे तां गढ़ दित्तियां ओ विच आउने गरेको 2082 सालको बडा दशैं शुभ दीपावली छठ पर्वको शुभकामना प्रदान गरिदिनु हुन यस विद्यालयका आदरणीय समादेशक श्री प्रहरी निरीक्षक निर्मल थापाज्यूलाई म हार्दिक निवेदन गर्दछु। इस कार्यक्रममा उपस्थित विद्यालयका प्राचार्यज्यू सहप्राचार्यज्यू मेरो सही साहब असै साहब सम्पूर्ण सर म्याडम टिचिङ स्टाफहरू सबैलाई यो आउँदै गरेको विजयादशमी तिहार छठको मेरो शुभकामना गर्न चाहन्छु। यो बिचमा यो चाडले घरको फ्यामिलीमा अझै धेरै खुसियाली जाओस्, माता दुर्गाको आशीर्वाद लागोस्, सबै राम्रो होस्, नराम्रो केही नहोस् र बिचमा करिब 1.5 महिना 50-55 दिन तपाईँहरूसँग हुँदा पनि त्यसमा चाहिँ के आइरहन्छ भनेर त्यहाँ नोटिफिकेसन आउने पर्ने सबै कुरामा अपडेट भएर बसेको थिएँ। अलिकति बिचमा भेट्न नपाइएला कि जस्तो स्थिति पनि भएको थियो। फेरि स्थिति जोड्दै आएर भेट्न पाइयो, तपाईँहरूसँग दसैँ मनाउन पाइयो। आज कार्यक्रम राम्रो भयो। यो आजको कार्यक्रम अलिकति फरक पनि गरौँ। अब हामी यो आजको खानपानमा सबैभन्दा पहिला यो हाम्रो नन टिचिङ स्टाफ, त्यस पछाडि यसमा काम गर्ने स्टाफहरू, हाम्रो फलोवर्सहरू, उहाँहरूलाई
इन्भेस्टमेन्ट गर्नुपर्छ। एज अ कमान्डेन्ट मेरो लागि यहाँको नन टिचिङ स्टाफ पनि उत्ति नै राखिन्छ र टिचरले पनि उत्ति नै राखिन्छ। यति भन्दै म मेरो 2 शब्द पुऱ्याउँछु। तपाईँहरूको धेरै समय लिन चाहन्न। वन्स अगेन ह्याप्पी दसैँ, राम्रोसँग रमाइलो गर्नुहोस्। अन्तिम शुभकामना मन्तव्य लिनेछौँ, त्यसपछि कार्यक्रमलाई समापन गर्नेछौँ। आउँदै गरेको बडा दसैँ तथा शुभ दीपावली छठ पर्वको पावन अवसरमा विद्यालयको तर्फ व्यक्तिगत तर्फबाट शुभकामना आदान प्रदान गरिदिनु हुन विद्यालयका आदरणीय प्राचार्य श्री रामशरण रिजालज्यूलाई हार्दिक निवेदन गर्दै सँगसँगै यो कार्यक्रम पनि समापन गरिदिनु हुन हार्दिक निवेदन गर्दछु। धन्यवाद। धन्यवाद सन्तोष सर। विद्यालयका समादेशकज्यू, सम्पूर्ण तह र तबकामा रहनुभएका सम्पूर्ण टिचिङ नन टिचिङ प्रहरी कर्मचारी साथीहरू, हामी यो चाडको 3वटा चाडको पूर्व सन्ध्यामा छौँ र आज यो चाडलाई हर्षोल्लासका साथ मनाउनुपर्छ भनेर हामी जुन तरिकाले मनायौँ, यहाँहरू साथ दिनुभयो, हाम्रो विचारमा साथ दिनुभयो, यसको लागि यहाँहरूलाई धेरै धेरै धन्यवाद व्यक्त गर्न चाहन्छु। यो बिदाको समय यहाँहरू सबैलाई मेरो अनुरोध छ, हामी बिदा नभएर कति परिवारलाई समय दिन नसकेको, छोराछोरीलाई समय दिन नसकेको, धेरैको आफ्नो आफ्नो पीडा होला घरको पनि। यहाँहरू सबैलाई म आफ्नो छोराछोरीलाई, परिवारलाई मजासँग समय दिएर जति दिन हामी बिदा पाउँछौँ त्यो समयको उपयोग गरेर पारिवारिक सुख मिलनमा आफ्नो जीवन व्यतीत गर्नुहोला। सँगै दसैँ, त्यसै गरी यमपञ्चक र छठ पर्वको पनि हार्दिक मङ्गलमय शुभकामना व्यक्त गर्न चाहन्छु। नेवार समुदायको कोही हुनुहुन्छ भने मह पूजाको पनि हार्दिक मङ्गलमय शुभकामना व्यक्त गर्न चाहन्छु। र आजको कार्यक्रम सरले अघि नै भनिसक्नु भएको छ, हाम्रो खानपिनको कार्यक्रम चाहिँ अलिकति फरक तरिकाले गर्ने भनेर हामीले सल्लाह गरेका छौँ। हामी सबैले त्यो अनुसारको साथ दिउँ र माइन्ड मेकअप गरौँ भन्ने लागेको छ। र आजको यो विशेष कार्यक्रम यहीँ समापन भएको घोषणा गर्दछु। धन्यवाद।